टिटिआरको त ब्याक अन एभ्री सर्कलमा नै फाइट भइरहेको देख्नु विदाउट वेस्टिङ एनी टाइम लेट्स गो फर द थर्ड म्याच आजको दिनको अर्थात् ओभरअल 9th म्याचतर्फ हामी जानेछौँ इट्स गोना बी कालाहारी तापक्रम यहाँ बढ्दैछ अब तापक्रम बढाउने पालो कालाहारीतर्फ रातो म्याप हेरौँ कसरी फाइटमा इन्गेज गर्नेछन् त्यो हाई हिलको एडभान्टेज हाई कम्पाउन्डको एडभान्टेज अनि ग्राप्लिङ हुकको एडभान्टेजहरूले धेरै नै प्रभाव पार्नेछन् कालाहारी म्यापमा दिएको अब ड्रप लोकेसनतर्फ जानेछन् टिम्सहरू अनि फाइट हुनेछ त्यहाँ अर्ली फेजमा कति फाइट हुनेवाला छ त्यो पनि हेर्नेछौँ फाउन्डेसनतर्फ टिसिआरको एउटा प्लेस देखिरहेको छु पिएनएल टिम्स द मेजतर्फ केटिएम माउथतर्फ रहेका छन् पुरै स्पोर्ट्सको लागि त्यति गाह्रो छैन द सबतर्फ एलजिआर भर्सेस एसएलएक्सको फाइट पर्नेछन् अर्ली फेजमा डिआरएसको प्रतीक देखिरहेको छु बिबीसँग नजिकिँदै सो मेबी फाइट हुन सक्छ यस त्यहाँ फाइट मेबी स्टोन डिजमा नि फाइट हुन सक्छ तर यसमा दादा ग्याङ एकदम धेरै सेफ ठाउँमा चाहिँ दुई दादा ग्याङ चाहिँ एकदम धेरै सेफ यहाँ छ जस्तो लागिरहेको छ मलाई हिडन लिडको कुराहरू पत्ता गाइज अर्ली फाइटमा बल हुन्छ यहाँ 1-2 शट यहाँ अर्ली फाइटको लागि अलिकति गाह्रो ओबी तल चार्ज गर्छ 1-2 को ब्याट यहाँ लोली डाउन चला अस्ति अफलाइन हुने गेमबाट साइड चाहिँ डाउन चाहिँ अफलाइन डिभाइड चाहिँ दिन सफल भएको छन् यहाँ हिडन लिड पनि गाड त्यहाँ वाङचुक चाहिँ फेरि पनि डाउन भएको छ हिडन लिड आर इन द ट्रबल हुन्छ गेम एन्ड एज यु कैन सी पहिलो गेममा पनि हिडन लिडको त्यस्तो राम्रो गेम भएको थिएन सो एनी हाउ अहिलेको लागि एटलिस्ट गन लुट एटलिस्ट गन लिऊ अनि मात्र फाइटको लागि एंगेज हुआ र एलजीआरको टिम त्यहाँ ल्युकेन गेमरको टिम गाइज आउँदैछन् यहाँ फेरि पनि गाइज हाम्रो अफलाइनले डाउन गर्छ बट हिडन लिडको एकजना प्लेयर प्रदीप त्यहाँबाट निस्किसकेको छ एन्ड हिज द लास्ट म्यान स्ट्यान्डिङ आई थिंक एलजीआर जीवन एक्ज्याक्टली नो साइड स्पोर्ट आउट गरेको छ जस्तो लागेको छ मलाई प्रदीपलाई र प्रदीप त्यहाँबाट निस्किन ट्राई गर्छ होला क्यान सर्भाइभ फर द टिम बाइ अलिकति गाह्रो हुन्छ हिडन लिडको टिम यति अलि एलिमिनेसनमा जान चाहदैन अनि प्रदीपलाई गाइज पछाडिबाट चार्ज गर्दै प्रदीप ह्याभ टु डु समथिङ यहाँ एनी हाउ गार सार केही पायो भने त्यहाँबाट निस्किनु पर्ने हुन्छ र जीवन 07 वान्ट्स टु ह्याभ द किल अब अलिकति ओपन ग्राउन्डमा जान्छ प्रदीप र त्यहाँबाट इजिली स्पोर्ट्स गर्छ होला कि जस्तो लाग्छ बट स्टोरको एडभान्टेज प्रदीप एनी हाउ त्यहाँ अर्को कन्टेनर तर्फ गइसकेको छ सजिलो हुन सक्छ प्रदीपलाई मेबी त्यो वाच टावरमा चढ्छ कि बिकज वाच टावरमा गयो भने प्रदीपलाई पनि एडभान्टेज हुन्छ यहाँ कुराहरू ओपेरा एक्स भने गाइज ओपेरा एक्स पनि अहिलेको लागि फाइटमा कुनै पनि गल भएको छैन यहाँ चाहिँ एउटा मिठो गेम प्ले साथ अगाडि बढ्छ न मजाले लुट्छ कुनै पनि फाइट साइड यहाँ भएको छैन लेट्स गाइज के कस्तो गर्छ होला गेमको कुरा गर्नु पर्दा अहिलेको लागि यहाँ चाहिँ ओपेरा एक्स ई स्पोर्ट्स 4 जना अघि पनि राम्रै खेलेको ओपेरा एक्स ई स्पोर्ट्सको पहिलो गेम चाहिँ बबाले भएको थियो र एज यु क्यान सी स्याभेज हाम्रो स्याभेज जोरा गाइज बिस्तारै जाँदै अफलाइन चाहिँ डाउन छ रिभाइभ भएर भर्खर झरिरहेको थियो बिचारा तेज दुईजना वाङचुक पनि गाइज हावामै डाउन गरेको छन् त्यहाँ लोनली एनी हाउ त्यही छन् अहिलेको लागि हिडेलिपको एकजना लोनली पनि सर्भाइभ गरिदिरहेको थियो बट बिचारा उहाँ पनि आउट भएको छन् हिडेलिपको अब एनी हाउ सोलो प्लेयरलाई सर्भाइभ गर्नुपर्ने हुन्छ र बिस्तारै अलिकति टाइम लिएर रिभाइभ गर्नुपर्ने हुन्छ बिकज अहिले धेरै नै टोकन म्यापमा एभाइलेबल छ अर्ली फाइट छ पहिलो सर्कल छ धेरै त्यस्तो टेन्सन लिइराख्नु पर्दैन इनकेस सर्कलमा रिभाइभ भएछ भने पछाडि पनि गाइज कभर गर्न मिल्छ सर्कलले त्यति ड्यामेज दिँदैन अब डिआरएस यहाँ विथ 3 किल्स प्रतीकको त 2 एन्ड स्टोरेजको 1 किल गाइज अनि यहाँ माथिबाट एनएनपी को 4 आउँछ होला पिएनएल स्पोर्ट्स को के गर्छ होला पिएनएल स्पोर्ट्स को 4 बिफोर बिफोर यो राइटल राजीको एउटा मिठो पोजिसन छ राजी माथि बट यस साइडबाट भीटी को टिम पनि छ लेजिट गड एकदम धेरै एकजना प्लेयर साइडमा छन् पुरानो आलुको अनि एकजना यहाँ डाउन छ डिआरएस आलु यहाँ गेमबाट साइड चाहिँ बाहिर निस्किन्छ होला बट रिभाइभको लागि जान्छ स्टोरेज त 1-1 स्ट्यान्डिङ लास्ट गेममा बवाल आएको स्टोरेज बट यहाँ हुन सकेन गाइज फेरि पनि स्टोरेज आउँछ दुईजना मात्र गेममा ठग्ने र प्रतीक क्यान ही डु समथिङ अहिलेलाई प्रतीकको कुरा गर्नु पर्दा गाइज त्यहाँबाट निस्किन्छ होला एनएनपी को एकजना मात्र प्रतीक इज द लास्ट म्यान सर्भाइभिङ अघि गेम बुया गरेको डिआरएस ल यो चाहिँ सिचुएसन खराब हुन सक्छ डिआरएस को गाइज एनी हाउ त्यहाँबाट निस्किनु पर्ने हुन्छ र कुराहरु भीटी को भने ढाका टोपी गाइज अहिलेको लागि एकजना रिभाइभ चाहिँ गर्न सफल भन्छ ढाका टोपीको फेरि पनि निशान पनि रिभाइभ 3 जना गाइज ढाका टोपी के रे भीटीबाट 3 जना रिभाइभ भएको छन् गाइज एन्ड ढाका टोपी भर्खर रिभाइभ चाहिँ एलएस को एकजना फेरि पनि गेममा बाइक छ ओबी तो यहाँ मिठो गेमले साथ अगाडि बढ्छ ओबी को 07 गाइज विथ द किल्स एन्ड कन्फर्म पनि गरिसकेको छ यहाँ एलजीआर को 4 किल एलजीआर यो चोटी अघि भन्दा त एकदम धेरै एग्रेसिभ खेलिरहेको छ ओबी तो विथ 1 मात्र विथ 1 जीवन विथ 1 मोमो विथ 1 गाइज टोटल 4 को 4 जना प्लेयर फेरि पनि ब्याक टु द गेम र कुराहरु एनएनपी को भने गाइज एनएनपी को पनि गाइज अहिले फाइट चाहिँ भइरहेको थियो त्यहाँ डिआरएस सँग बट एनी हाउ डिआरएस को एकजना सोलो सर्भाइभर पनि त्यहाँबाट निस्किन्छन् बीबी को गाइज 3 किल अहिलेलाई दीपु मेक्स र आदर्श अहिले पनि गेममै छन् के गर्छ होला यहाँ चाहिँ दादा ग्याङसँग फाइट छ पिकालाई स्पोर्ट आउट चाहिँ गर्न सफल भएको छन् त्यहाँ फाइट पर्छ कि पर्दैन एकछिनमा थाहा हुन्छ बट यहाँ लेजिट गर्छ अभियसली डाउन भएको छ पिएनएल को टिमले आफ्नो किल निकाल्छ किल कन्फर्म पनि गर्छ पिएनएल को 3 जना स्पोर्ट आउट हुँदै गाइस पिएनएल को 3 जना के गर्छ त अहिलेको लागि यहाँ अभियसली भेन्डिङ मसिनबाट आफ्नो साथीले रिभाइभ गर्छ होला पोइजन पनि ब्याक टु द गेम गाइस पोइजन पनि भक्क रिभाइभ भएको छ यहाँ एउटा मिठो गेमले मेबी हामी देख्न सक्छौं होला फ्री अहिलेको लागि 4 जना हाम्रो दादा ग्याङको छ गाइस र बीबी को आदर्श एकजना यहाँ भने साइडमा बीबी को टिम पनि छ गाइस वी कैन सी द ब्याटल बिट्विन बीबी एन्ड दादा ग्याङ बट लेट्स गेट टु फाइट फर्स्ट पर्दैन
पोइजन अहिलेको लागि पछाडि स्नाइपर गाइज हि निड्स अ स्नाइपर कुराहरु यहाँ हाम्रो पिकाको पनि शट निकाल्दै पिकाले स्नाइपर शट निकाल्दै आदर्शलाई यहाँ स्पोट गर्छ उनले यहाँ चार्ज गरेछ वन को ब्याटल मेबी यहाँ डाउन हुन्छ जस्तो लागेको मलाई पनि यहाँ डाउन निकालेको छ गाइज जीपी को आदर्श यहाँ डाउन छ गेममा अहिलेको लागि हुटन विथ द किल कन्फर्म पनि गरेको छन् आफ्नो दादा ग्याङको द 4 किल्स एउटा मिठो गेमले यहाँ दादा ग्याङ तर्फबाट आउँदै बट द ब्याटर फ्याक्ट्री यति धेरै फाइट परिरहेछ एज यु क्यान सी 4 3 1 5 2 2 4 4 2 यति धेरै किल हुँदा पनि गाइस 45 जना अझ पनि गेममा लाइभ छ सो एकदम धेरै यति धेरै किल छ तर प्लेयर हेर्दा 45 लाइभ छ नि या एकदम धेरै प्लेयर्सहरु रिकल हुने क्रम जारी छ त्यहाँ टीजीआर को लागि पनि दुईटा प्लेयर्स लगातार रिकल भएको देख्न पाउँछौं हामीले अनि राइट ह्यान्ड साइड तर्फ एलआई तर्फ तपाईले हेर्नुहुन्छ भने पनि हरियो मार्क देखिरहेका छौं जसको मतलब चाहिँ रिकल भएको छ है भन्ने एउटा संकेत भन्न सक्छौं हामीले अनि सबै अलमोस्ट सबैको त्यहाँ ग्रीन मार्क देखिरहेका छौं पिएनएल को लागि एउटा मात्र डीजी को लागि एउटा मात्र अनि ओपेराक्स को लागि चाहिँ स्टिल कुनै पनि फाइट भएको पनि छैन अनि रिकल पनि कुनै प्लेयर्स भएको छैन देखिरहेका छौं त्यहाँ भिभी को लागि एउटा प्लेयर्स लुज भएको छ 3 किल त निकालिसकेका छन् होराइज पोस्ट फेरि ब्याक इन गेम 5 वटा किल्स निकालेको देखिरहेका छौं त्यहाँ डीआरएस को लागि पनि अब अलिकति कन्फिडेन्ट देखिरहेका छौं हामीले डीआरएस को लागि बिया भएको लगतै उहाँहरु अलिकति एग्रेसन हुने अनि फाइटमा जाने क्रम देखिरहेका छौं लट्स अफ पोइन्ट्स निकाल्न पुगे सेकेन्ड गेममा त्यसै कारणले अलिकति कन्फिडेन्ट बढेको पनि देखिरहेका छौं होराइज पोस्ट को लागि त हिजोको दिनदेखि नै सुरुवातदेखि नै कन्फिडेन्ट गेम प्ले देखिरहेका छौं होराइज पोस्ट को लागि होराइज को लागि स्टप रहनेछन् त्यो साइड तर्फ त्यहाँ क्यारेक्टरको प्रयोग गर्नेछन् केटीको लागि त यसले रुसनले त्यहाँ शटगनको प्रयोग गर्नेछन् अनि एक किल खातामा जोड्नेछन् उता साइड तर्फ भुडु यति रेडी छन् कि प्लेयर मर्ने बित्तिकै फटाफट त्यहाँ रिभाइभ गरेका छन् स्टपलाई फेरि ब्याक अन गेम ल्याएका छन् डीआरएस को लागि होल्ड गर्दैछन् हुन त जोनबाट बाहिर छन् उनीहरु जोन तर्फ जानुपर्ने हुन्छ इन्ट्री लिनुपर्ने हुन्छ सेकेन्ड जोन भएको कारणले त्यति धेरै टाउको दुखाइ रहने छैनन् अनि जोनको कुरा गर्नुहुन्छ भने लट्स अफ द प्लेयर्स उपर एक्स डीजी एलजीआर वीबी वीटीई ओरेन्ज पोल्स सबै टिम्स त्यो जोन भन्दा बाहिर देखिरहेको छ स्पर्सी डिफरेन्ट ठाउँतर्फ रहेका छन् सेभेज डिफरेन्ट ठाउँतर्फ रहेका छन् 2v1v1 को स्प्लिट ओरेन्ज पोल्स खेल्दैछन् यो कुराहरु धेरै नै इम्पोर्टेन्ट रहन पुग्नेछ यदि तपाई स्पोर्ट्स खेल्नुहुन्छ भने पनि टप टिम्सहरु कसरी खेल्छन् भन्ने कुरा एउटा माइन्डसेट राखेर उहाँहरुको माइन्डसेट के छ स्ट्र्याटेजी के छ भनेर कम्प्लिटली तपाईले थोरै राख्नुहुन्छ भने पनि थोरै सहज चाहिँ हुनेवाला छ तपाईहरुलाई पनि यस गाइज अलिकति स्ट्र्याटेजी तपाईहरु पनि चेक गर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा मिठो गेम प्ले एलएस को ह्याङ्गरले सपोर्ट गरेको छ ठकुरीलाई यहाँ ड्यामेज पनि दिन सफल भएको छ मेबी द दे आर इन द ट्रबल बट ह्याङ्क्स आफै क्लक अब वाच टावरमा गाइज डाउन भएको छन् अहिलेको लागि ह्याङ्क्स रिभाइभ गर्ने कुनै मौका छैन त्यहाँ एलएस को टिमसँग ग्राउन्ड डीआरएस को स्टोरेज गाइज यहाँ साइडबाट एनएनपी लोअर ग्राउन्डबाट त्यहाँ जान खोजिरहेछन् अहिले पनि 11 वटा गेममा 40 जना अझ पनि स्टिल लाइभ गाइज डीआरएस को 7 किल भइसक्यो स्टोरेज द 4 किल प्रतिको द 2 एन्ड ठकुरी द 1 किल्स गाइज यहाँ चाहिँ साइडमा स्पोर्ट आउट गर्छ एनएनपी को पीएनएल स्पोर्ट्स को टिमलाई पीएनएल स्पोर्ट्स अहिलेको लागि कसरी जोन भित्र जान्छ होला स्टोरेज यहाँ डाउन छ साइड फिनिश पनि गर्छ होला स्टोरेजलाई त्यहाँ अनि पीएनएल को टिमले गाइज यहाँ स्टोरेजलाई डाउन गरेको छन् 3 जना गाइज गेममा अहिलेको लागि डीआरएस बाट रिभाइभ चेक गर्न ट्राई अभियसली गर्छ होला र आलुको भने गाइज एकदमै लो लाइफमा अहिले आफू चाहिँ सर्भाइभ गर्ने डीआरएस को टिम दे आर सो धेरै डिस्पर्स र आलु गाइज त्यहाँ फेरि पनि डाउन भएको छन् र दादाको साथ फेरि यहाँ फाइट पर्छ होला ओपेरा एक्स स्पोर्ट्ससँग र ओपेरा एक्सको गाइज that was a good down gaming from Hooten guys Hooten लान्छ बब्बालले हानिरहेको छ जग्गा पर फेरि पनि चान्स छ लरी वन फेरि को ब्याटल हुटन आफै डाउन भएको छ यहाँ र मिठो गेमले ओपेरेक्स को 3v3 यहाँ हुन सक्छ गाह्रो छ ओपेरेक्सले त्यहाँ एकजना त्यहाँबाट निसिसके जस्तो लागिरहेछ मलाई र एनी हाउ गाइज ओपेरेक्स स्पोर्ट्सले आफ्नो टिमले चाहिँ जान बचाउन अभियानमा लाग्छ होला र यहाँ पछाडिबाट सपिल छ बेबी स्पोर्ट आउँछ गरेको त पोइजन एक्ज्याक्टली लो छोरी इज गाइज र चार्जको लागि जान्छ होला बट अहिलेको लागि चार्ज छैन ड्यामेज पनि दिन सफल भएको छ स्पोर्ट मात्र हैन गाइज मिठो हानेछ कालहारीमा गाइज एउटा एडभान्टेज हुन्छ कि छिटै जान पुग्छ बिकज अफ दैट क्राफ्टिङ गन एन्ड यहाँ चाहिँ कुराहरु पनि मिठो डाउन निकाल्दै सपिल पनि यहाँ गेममा डाउन हुन्छ होला र स्वरूप पनि यहाँ डाउन छ अहिलेको लागि एलएस कुराहरु पत्ता गए एकजना भासमा 0 मात्र गेममा बाँकी छ गाइज 1v4 को ब्याटल हुन सक्छ भासमा क्यान ही गो फर द क्लच नो म्यान ही कान्ट अहिलेको लागि फेरि पनि डाउन छ लास्ट सोलको भासमा अहिलेको लागि पीएनएल स्पोर्ट्स प्लेइङ वन अफ द बेस्ट टिम राइट वन अफ द बेस्ट गेम प्ले राइट नाउ गाइज 10 किलको साथ अगाडि बढ्दै एमजेएक्स ले डाउन गरिदिएको छन् यहाँ नेक्स्ट गाइज वान प्लेयर हिज गाइज अलरेडी गेटिङ 6 किल्स एउटा मिठो गेम प्लेको साथ यहाँ नेक्स्ट आउँदै 6 किल हानेको छ को हो यो प्लेयर कस्तो बब्बाल ठोकिरहेछ अहिलेको लागि कुराहरु गेमको भने गाइज ब्लडको 2 किल राजको 2 किल गाइज पीएनएल स्पोर्ट्स सर्भाइभिङ छोडामा हामी किलको लागि खेल्छौं र एक्चुअली द बेटर स्ट्र्याटेजी हो गाइज र होरा स्पोर्ट्स पनि गाइज 8 किलको साथ अगाडि बढ्दै छ आज आज पनि गेममा छन् होरा स्पोर्ट्सबाट एन्ड आई वाज प्रेडिक्टिङ कि होरा स्पोर्ट्सले चाहिँ बुया निकाल्छ होला बिकज दिस इज द लास्ट गेम फर दे सो अबस्ली जति सक्दो धेरै नै बुया र धेरै नै किल निकाल्नु पर्ने हुन्छ उहाँहरुले नेक्स्ट गाइज के गर्छ होला इन्टरनेशनल टुर्नामेन्ट यो पछि जान सफल छ कि छैन र कुराहरु डीआरएस स्टोरेक्स को भने एकजना पछाडी
लागि अभियसली जोनभित्र छन् सेकेन्ड जोन छ खासै धेरै फरक खासै धेरै ड्यामेज त आउँदैन होला र मिठो गेम प्ले गाइस केटीएमको यहाँ एकजना डाउन गर्छ टिसीआर ब्लू हिरो मिठो गेम प्ले एन्ड हामा गाइस शट निकालेको छन् द्याट वाज अ भेरी गुड गेम प्ले कमिङ फ्रम गाइस ब्लू हिरो बट ब्लू हिरो पनि आफै डाउन भएको छ टिसीआर र यहाँ चाहिँ 11 ग्लोमाथि चार्ज गर्ला टिसीआर को मेरो ब्याटल यहाँ माथि स्पोर्ट गरेको छ यहाँ शट पिच अभियसली ग्लोको युज गरेको छन् वान बिटको ब्याटल पर होरी साइडबाट ड्यामेज छ आई डोन्ट नो वेयर इज पनि ग्लोल पछाडीबाट हाल्न सक्छ होला आई पछाडीबाट ग्लोल हालिरहेको थियो आई डोन्ट नो व्हाई अगाडिमा ग्लोल हालेको छ बिकज अब ल्याग भयो त्यो गेम के भएको थियो त्यहाँ चाहिँ अलिकति ब्याड भनौँ न स्ट्राटेजी कमिङ फ्रम द टिसीआर या अलिकति त्यहाँ के भएको ठ्याक्कै एक्ज्याक्टली मलाई पनि थाहा भएन तर यहाँ त्यहाँ फाइटमा इन्गेज गर्दै गर्दाखेरि एउटा प्लेस डाउन भएका छन् अब जोनले भारी मात्रामा ड्यामेज दिनेछन् त्यसै कारणले टिम्सहरू प्लेयर्सहरू जोनतर्फ जानुपर्ने हुनेछ फोर जोनको लागि चाहिँ यहाँ 3 सेकेन्ड मात्र बाँकी रहनेछन् त्यसपछि वार्निङ जोन आउँछन् अनि जोन गर्दै जानेछ त्यहाँ धेरै नै ड्यामेजहरू हुनेछ केटीएमको फाइट पर्नेछ एनएनपीसँग जसले किल्स पनि लच निकालिदिइसकेका छन् अनि त्यस सँगसँगै मुनि त्यो माथि मुनि रहेको टिम्सको लागि अलिकति गाह्रो हुन सक्छ जहाँ चाहिँ हाई हिलको एडभान्टेज रहनेछ पिएनएलको लागि सो 13 किल्स निकालेको टिम पनि हो पिएनएल यो गेममा खुलेर खेल्दैछौँ भन्न सक्छौँ हामीले एचएलएक्सको लागि अफलाइन र लोनलीले दुईटा प्लेयर्सलाई रिभाइभ गरेको लगतै ब्याकन 4 जना प्लेयर्समा हुनेछन् त्यहाँ बीटीको लागि 4 वटा प्लेयर्स सर्भाइभ गरिरहेका छन् लेसी दुईटा किल्स निकालेका छन् सर्चहरू आएका छन् टेट माथिको यो फाइट रहनेछन् एकजना प्लेयर डाउन निकालेका छन् फुल किल कन्फर्मेसन पनि आउनेछन् त्यहाँ हिस्टोरिक्सको लागि एकजना प्लेयर रिभाइभ गर्नुपर्ने थियो तर रिभाइभ पनि गरिसकेका छन् आखिरी रिभाइभल पाइसकेको लगतै एक मात्र प्लेयरले बाँकी छ त्यहाँ रिभाइभ लिनको लागि 7 किल त निकालेका छन् डीआरएस गेमिङले पनि टीजीआर को लागि 6 किल आएको छ होरा स्पोर्ट्सको लागि 8 किल अलरेडी आइसकेको छ त्यसरी कुरा गर्नुहुन्छ भने होरा स्पोर्ट्सले कहाँबाट किल निकाल्छ थाहा छैन तर 11 मिनेट गएको सँगसँगै किल्सहरू लक्ष्य उठाइसकेको हुन्छ अलरेडी पनि अनि हामीलाई त्यो किल्सको बारेमा थाहा पनि हुँदैन यति सजिलैसँग इजी बिजी किल्स निकाल्ने गर्दछ होरा स्पोर्ट्सले अनि त्यो कुराहरू पनि डीआरएस बाट पनि देखिरहेका छन् यस गेममा तिनीहरूले धेरै नै राम्रो खेलिरहेका छन् युजुअली खेल्ने भन्दा ओपरेक्सले पनि खुलेर खेलेको हामी देखिरहेका छौँ 5 किल निकाल्दैछन् त्यहाँ टीजीले पनि त्यहाँ टीजीले राम्रो एउटा किल्स निकालेका छन् 13 किल्स निकालिसकेका छन् दादा गेङको लागि पनि एउटा राम्रो गेम भइरहेको देखिरहेको छौँ ब्याक अन ट्र्याक जान्छ भने त दादा गेङ अलरेडी पनि कन्टेन्डर रहने नै छन् # थर्ड आउनको लागि यस एउटा दादा ग्याङ एउटा मिठो कन्टेन्टर हुन्छ होला बट यहाँ हो यस दादा ग्याङको फाइट दादा ग्याङसँग गाइस अलिकति डिसएडभान्टेज हुन सक्छ बिकज जोनबाट आउँदैछ अलिकति गाह्रो ड्यामेज अलरेडी जोनले दिइरहेको छ र यहाँ हो एस्पोस वान्ट्स टु हैव दैट किल गाइस दो हो एस्पोसले यतिकै त छोड्दैन होला विल दे गो फर द किल अर नट बट आई डोन्ट थिंक दे विल गो फर द किल दे गो फर द अपस्टिल गाइस जोन एउटा मिठो ठाउँमा गएर बरुमा अट्याक गर्छु भने सोचिरहेको बट स्पार्सी हो र आई थिंक अलिकति फसिसकेछ उहाँले जानु भन्दा अगाडि नै उहाँले क्याप्चर गरिसकेछ लेट्स सी गाइस कस्तो गेम प्ले यहाँ देखाउँछ ल हो र एस्पोससँग अभियसली ग्राउन्डको हाई ग्राउन्ड एडभान्टेज बट ना गाइस ही विल गो अभियसली त्यहाँ पनि that was good enough, but I know he can't, guys. Yeah, kill confirm garchola. Daha gang with the 14 kills, and Hora esports are in the trouble right now. But let's look at they can revive any player revive garna sakcha but यहाँ fight पर्छ KTM को NNP सँग KTM को fight यहाँ NNP सँग PNL esports सँग पर्छ र PNL esports ले एउटा मिठो गेम प्ले यहाँ देखाउँदै PNL esports आज एकदम धेरै फाइटमा छ can they will they wipe out obviously guys हाम्रो KTM को स्क्वाड माथिबाट डाउन निकाल्छ र PNL esports are in the trouble right now. Revive को लागि जान्छ होला आफ्नो टिमले revive पछाडिबाट साइड मान्छे आइसकेछ अलरेडी गाइस वन मेको शट यहाँ निकाल्न ट्राई गर्छ but no my god sports are out of the game guys and KTM guys after experience को भरपूर फाइदा उठाउँदै 10 किल को साथ सम्झिए यहाँ चाहिँ PNL sports लाई मलाई लाग्यो कि PNL sports सायद चाहिँ हामीलाई एउटा म्याजिक देखाउँछ कि जस्तो लागेको छ बट नै यहाँ एउटा मिठो गेम प्ले यहाँ देख्छौं रेड जोन पनि त्यहाँ छ डेन्जर जोन छ गाह्रो न सक्छ टिमहरुलाई जस्तो लागिरहेछ मलाई यहाँ या डेन्जर जोन हुनेछ त्यहाँ पिनलले राम्रो किल्स त निकालेका थिए तर सर्भाइभिङ पोइन्ट्समा भने माथि आउन पुगेन एचएलएक्सको लागि वङखुङ त्यहाँ अञ्चक डाउन छन् त्यहाँ उनलाई डाउन भएको सँगसँगै रिभाइभ पनि दिन पुगेनन् कोही पनि प्लेयर्स त्यो ठाउँतर्फ नरहेको कारणले रिभाइभल अवश्य पनि पाउने छैनन् त्यहाँ नि किल पनि निकालेका छन् डीजीको फाइट पर्दैछ डीजीले पनि निरन्तर किल्सहरू निकालिरहेको देखिरहेका छन् सोलो प्लेयर सर्भाइभ गरिरहेका छन् कति दिनसम्म सर्भाइभिङ पोइन्ट्स आउँछ त्यो पनि एउटा महत्त्वपूर्ण कुरा रहनेछन् #8 पोजिसन तर्फ अर्को टिममा किल मेसन हुनेछन् एचएलएक्सको टिम्स त्यहाँ #7 तर्फ अर्को पनि टिम त्यहाँ निक्लिसकेको देखिसकेका 6 वटा मात्र टिम्स 18 वटा प्लेयर्स देख्न सक्छौं सीटीआर को लागि 3 टा प्लेयर्स होराको लागि 2 टा प्लेयर्स बीबी को लागि 4 वटा प्लेयर्स बीटी को लागि 4 वटा प्लेयर्स ओपरेक्स को लागि एउटा मात्र केवल प्लेयर्स लिन्छन् #6 पोजिसन तर्फ केटीएम को लागि 4 वटा प्लेयर्स रहनेछन् इट इज गोना बी होरा स्पोर्ट्स इट इज गोना बी बीबी इट इज गोना बी बीटीई टीजीआर और केटीएम कसले निकाल्ने छन् पुया आजको दिनको तेस्रो म्याच तर्फ ओभरअल 9th म्याच तर्फ हेरौं बीटी को लागि गाह्रो छ त्यहाँ हाई हिल को
को हाई रिचको एडभान्टेज लिन पुगे त्यहाँ अर्को प्लेयर्स अर्को टिमले TGR द्वारा खेल निकालेका छन् त्यहाँ PB को लागि पनि निरन्तर खेल निकालेर गेमबाट बाहिर निकालिदिसकेका छन् त्यहाँ 3टा मात्र टिम्स 9वटा प्लेयर्स रहेका छन् दुईरो भर्खरै रिभाइभ भएका छन् मात्र एउटा खेल नयाँ कुरा देखिरहेका छन् अरू रहेको 3टा प्लेयरले 3 खेल निकालेका छन् त्यहाँ त्यो रहेको छ खेल हो र स्पोर्ट्स लागि थर्ड पोजिसन तर्फ माथि साइड तर्फ हामीले देखिसकेका छन् मात्र 2टा टिम्स अब TGR वर्सेस KTM को 4v4 को प्रपर ब्याटल गर्नेछ त्यहाँ रेगनलाई डाउन निकाल्न पुगे उनलाई थाहा थिएन लेफ्ट ह्यान्ड साइडबाट जम्प शट आउँछ अनि खेल निकाल्नेछन् पाण्डाद्वारा TGR को लागि तपाईले टेक्निकली हेर्नुहुन्छ भने त्यो हाई हिलको एडभान्टेज छैन मुनि साइड तर्फ रहेका छन् अनि अलिकति हाई हिलको एडभान्टेज यहाँ रहनेछन् KTM को लागि त्यसकारणले यहाँ बिहा निकाल्न सक्ने सम्भावना रहन पुग्नेछन् 2टा मात्र प्लेयर्स त्यहाँ सुप्रिम हेल्थ कम छ डाउन निकाल्छन् त्यहाँ सुप्रिमलाई KTMले ब्लू हिरो एक मात्र प्लेयर्स इजी सर्ट दिन्छन् रेभेन क्लले अनि बुया निकाल्नेछन् KTM त्यहाँ आजको दिनको तेस्रो म्याच तर्फ बुया निकालेका छन् अनि आफ्नो यात्रा तय गर्नेछन् ओभरअल स्ट्यान्डिङ तर्फ आफ्नो लट्स अफ पोइन्ट्स निकालेर माथि साइड तर्फ कुल्किलोहरू चढ्नेछन् KTM का टिमको लागि आज ग्रुप नम्बर C को यो थर्ड गेम मात्र सकेको लगतै यहाँ KTMले तेस्रो गेम खेल्नेछन् तेस्रो गेममा पहिलो बुया निकाल्न सफल यहाँ KTM स्पोर्ट्सको टिम यस KTM स्पोर्ट्सले गाइस पहिलो बुया निकाल्न सफल भएको छ र हामी दुईजनाको प्रेडिक्सन धेरै नै रङ भएको छ अबसली गाइस हाम्रो पुरानो टिम हो रुजन रेभेनक्लो मेघ आएर पाण्डा गाइस एउटा मिठो कम्बिनेसन यहाँ आएको छ KTM स्पोर्ट्सबाट बुया निकाल्न पनि सफल भएको छन् यहाँ द्याट वाज अ गुड एग्रेसिभ गेम प्ले सुरुमा लागेर त्यो सायद चाहिँ लास्ट सर्कलमा धेरै नै मान्छे सर्भाइभ गर्छ होला बट यहाँ गरेर गाइस #KTM स्पोर्ट्स इन द च्याट गाइस बिकज दे हैव वन द थर्ड गेम कालाहारी अझ पनि 3वटा गेम बाँकी नै छन् अझै के हुन्छ गाइस हाम्रो अहिलेको लागि कुरा गरौँ हाम्रो एलिमिनेसन्सको पनि गाइस टोटल 80 एलिमिनेसन निकालेछन् रुजन रेभेनक्लो पाण्डा र मेघ हाइले ओभरअल एज कैन सी सबैको आफ्नो आफ्नो पर्सनल क्यारेक्टर र पेजहरु एज कैन सी सो एउटा मिठो गेमले KTM को तर्फबाट आउँदै एन्ड त्यो एग्रेसिभ जो आयो त्यो एग्रेसन जो आयो TGR पछि जो चार्ज गरेर यिनीहरूले किल निकाले द्याट वाज भेरी गुड एक्चुअली बिकज सायद चाहिँ TGR ले त्यहाँ पोजिसनिङ गर्ने टाइम दिएको एउटा टफ च्यालेन्ज हुन सक्थ्यो होला बट यिनीहरूले त्यहाँ पोजिसनिङ गर्ने पनि टाइम त्यहाँ TGR ले दिएन ओभरअल एउटा राम्रो गेमले KTM को तर्फबाट देखिँदै र KTM को टिमले एउटा वेल डिजर्भ बुया एज कैन सी निकालेको छ भनेर कुरा एलिमिनेसनको भन्यो रुजनको 8वटा एलिमिनेसन छ गाइस एन्ड हाम्रो रेभेनक्लो विथ 5 एलिमिनेसन मेघा विथ 3 एलिमिनेसन पाण्डा विथ 2 एलिमिनेसन्स गाइस र एसिस्टको कुरा गर्नुपर्दा अबसली सबैको इक्वली एसिस्ट छ गाइस 4 अनि हेडसहरुको कुरा गर्नुपर्दा गाइस एज यु क्यान सी रेभेनक्लो विथ 6 हेडसर्स गाइस सो 5वटा एलिमिनेसन भयो भने हेडसर्स चाहिँ 6वटा हानेको छन् अबसली एकजना प्लेयरलाई नकआउट गर्न मात्र सफल भयो बट लेट्स सी गाइस के कस्तो होला हाम्रो गेमको MVP रहेछन् KTM को रुजन हाम्रो एकदम धेरै वेल डिजर्भ एउटा राम्रो नाम सुनेको प्लेयर गाइस विथ 8 एलिमिनेसन एन्ड 4 एसिस्ट टु द ड्यामेज अफ 2898 गाइस हाम्रो गेमको MVP पक्कै पनि बनेछन् KTM रुजन एन्ड मेरो क्यारेक्टर गाइस उहाँको रहेछ मेन अबसली एउटा राम्रो बुया आउँदै KTM को तर्फबाट एब्सोल्युटली राम्रो बुया आएको छ त्यहाँ नेरो क्यारेक्टर प्रयोग गरेको देखिरहेका छौँ निकिता अनि त्यस सँगसँगै अरू तपाईले प्यासिभ क्यारेक्टर स्किल पनि हेर्न सक्नुहुन्छ जसको बावजुद तपाईलाई पनि हेल्प हुनेछ भोलिको दिनमा स्पोर्ट्स खेल्नुहुन्छ हेर्नुहुन्छ भने तापनि गेम स्ट्यान्डिङ तर्फ गेम नम्बर 9 को कुरा गर्नुहुन्छ भने KTM स्पोर्ट्सले त्यहाँ 18 एलिमिनेसन र 12 पोजिसन पोइन्ट सँगसँगै 30 पोइन्ट्स त्यहाँ निकाल्न सफल रहेका छन् दादा ग्याङले भने 17 एलिमिनेसन तर तपाईले प्लेसमेन्ट पोइन्ट एकदम कम 4 मात्र तापनि 21 पोइन्ट निकाल्न सफल टोनी नेपाल स्पोर्ट्सको लागि 10 एलिमिनेसन 9 प्लेसमेन्ट पोइन्ट द्वारा 19 रहनेछन् वरा स्पोर्ट्सको लागि पनि एकोर्डिङली त्यति नै रहनेछ बीबी स्पोर्ट्सको लागि 17 16 रहनेछन् PNL स्पोर्ट्सको लागि 15 भेटरन स्पोर्ट्सको लागि ओपर एक्स स्पोर्ट्सको लागि त्यहाँ 6 एलिमिनेसन निकालेका थिए टोटल 11 पोइन्ट्स रहेको छ भने DRS गेमको लागि मात्र केवल 1 मात्र प्लेसमेन्ट पोइन्ट निकाल्न पुगे 7 एलिमिनेसन निकालेर 8 मात्र पोइन्ट्स निकाल्न हासिल रहन पुगे अनि ल्युटन गेमर त्यसपछि हिडन लिग जस्ता टिम्सहरु तपाईले हेर्न सक्नुहुन्छ जसले आजको दिनमा अझ पनि स्ट्रगल गर्दैछ एउटा राम्रो प्लेसमेन्ट पोइन्ट निकाल्नको लागि अलङ विथ दैट किल्स निकाल्नको लागि चाहिँ थोरै अलिकति असहज भएको हामीले देखिरहेका छौं ती टिम्सको लागि पनि अनि सर्कल एनालाइसिस के लाग्छ दाइ तपाईलाई यो जुन सर्कल एनालाइसिस जुन आएको छ हामीलाई सँगसँगै भ्युअर्सको लागि अनि प्लेयर्सहरुको लागि कति चाहिँ महत्त्वपूर्ण रहनेछ यो हेर्दै गर्दाखेरि अथवा यो एनालाइसिस गर्दै गर्दाखेरि यस मलाई लागिरहेछ कि सायद चाहिँ सबै प्लेयरहरुले सबै टिमहरुले आफ्नो बेस दिएको छ र सर्कल एनालाइसिस एउटा न्यू कन्सेप्ट गाइस सबै टिमलाई थाहा छ कुन टिम कुन सर्कलमा आउट भएको छ र कुन टिमले कति एलिमिनेसन गरेछ त्यो सर्कलमा आउट
राख्नु भन्दाखेरि कहाँको सर्कलमा कुन टिमले कति राम्रो गेम प्ले देखाएको छन्। सो अभियसली गाइस सर्कलको गेम प्ले एकदम धेरै सर्कल एनालाइसिस एउटा राम्रो आई थिंक म्यानेजमेन्ट टिम प्रोडक्सन टिमबाट एउटा राम्रो इनिसिएसन हो अलिकति मेटा बुझ्नको लागि गेमको लागि र ओभरअल एउटा हाइलाइट जस्तो पनि यहाँ देखिन्छ होला। एज क्यान सी सबै टिम गाइस आफ्नो आफ्नो सर्कलमा पहिलो टिमले चाहिँ गाइस 3-3 एलिमिनेसन निकालेको छन् त्यहाँ भने एउटा मिठो गेम प्ले अभियसली सबै टिमले देखाउँदै एज क्यान सी त्यो अर्ली फाइटहरू पनि धेरै नै परेको लास्ट जोन अलिकति गाइस जे नराम्रो म्यामोथ भन्ने ठाउँमा परे गाइस त्यहाँ अलिकति ओपन ग्राउन्ड पनि हुन्छ जसले गर्दा अलिकति टिमहरूलाई पनि गाह्रो भएको थियो बट स्टिल धेरै टिमहरू त्यहाँ जोनमा आउँदै नक भएको थियो गाह्रो चाहिँ हुन्छ गाइस कुराहरू हो र स्पोर्ट्स त्यहाँ रेडी इन द पोजिसन म्यामोथमा सुरुमै आएर बसेको हो र स्पोर्ट्स बट स्टिल त्यसलाई उहाँहरूले त्यो भुइँयामा कन्भर्ट चाहिँ गर्न सक्नु भएन बट कुराहरू टिचिआर भन्ने टिचिआर पनि यहाँ त्यो बिबीको टिम यहाँ डाउन हुन सक्थ्यो त्यहाँ बिबी अभियसली गाइस टिचिआर कुरा मिठो गेम प्ले जोनमा ओभरअल एउटा राम्रै सबै टिमले खेल्यो बट यस जोन नै अलिकति बेग्लै ठाउँको म्यामोथमा कसले पे गरेको थिएन भने यहाँ ओभरअल ट्र्यागल कुरा गर्नुपर्दा हाम्रो 28 एलिमिनेसनको साथ स्टप चाहिँ 4 नम्बरमा छ भने स्पार्सी सेकेन्ड नम्बरमा छ भने हाम्रो नम्बर 1 छ भुडु गाइस भुडुले 36 एलिमिनेसन गरेछ एकदम धेरै एन्ड ड्यामेज यु क्यान सी 26650 24 एसिस्ट गरेको छन् गाइस अभियसली स्यामिस 31 र स्पार्सीको 34 छ गाइस र हाम्रो कुरा काईको चाहिँ 5th छ भने 27 एलिमिनेसन। सो मलाई जहाँसम्म लागिरहेछ यहाँ चाहिँ होरा स्पोर्ट्स दे आर डोमिनेटिङ द ओभरअल फ्र्यागर लिस्ट एकदमै जुन सबैभन्दा धेरै भन्नु गेम खेल्ने टिम्स ग्रुप नम्बर 1 को रहेका थिए अरू 6 वटा टिम्स पनि त्यहाँ छ तर 5 वटा प्लेयर्समा टप 4 त्यहाँ हाम्रो देख्न सक्छौँ हामीले होरा स्पोर्ट्सको लागि भने मतलब कति एग्रेसन छ भन्ने कुरा त्यहाँ इजिली नै हेर्न पाउनेछौँ अनि होरा स्पोर्ट्सको लागि ओभरअल स्ट्यान्डिङ हेर्ने हो भने त्यही पोजिसनमा छ 189 पोइन्ट्स आएको छ बिबीको लागि 155 एनएमईको लागि 121 एमईको लागि 101 बीटीको लागि पनि सेम पोजिसन सेम पोइन्ट्स आउने छ 101 एचएलएक्सको लागि 83 एलजीआरको लागि पनि 83 एफोको लागि 70 जीबीको लागि 68 आएको छ टीजीआरको लागि पनि 68 आएको छ लास्ट होलको लागि 66 डीएसको गेमको लागि 47 आएको छ एक कम रहेको छ ओपरएक्सको लागि केटीएमको लागि 43 सीएमको लागि पनि 43 डाला गेमको लागि 42 सीडीको लागि 30 र पीएनएल स्पोर्ट्सको लागि नै मात्र केवल 27 पोइन्ट आएको देख्न सक्छौँ अनि तपाईले गेम्स कतिवटा खेलेको छ पनि हेर्न सक्नुहुन्छ होरा स्पोर्ट्सले 9 वटा गेम खेलेका छन् जसमा 2टा बुया निकालेका छन् बिबीको लागि पनि 9 वटा गेम ग्रुप एमा रहेको टिम सबै टिम्सले 9 वटा गेम खेलेका छन् अनि अरू टिम्सले चाहिँ भन्नु अलिकति कम गेम खेलेको छ भनेर चाहिँ हामीले सजिलैसँग हेर्न सक्छौँ ग्रुप बीमा रहेको टिम्सले चाहिँ 6 गेममै अन्त्य रहेको छ आज खेलेका छैनन् त्यही भएर त्यही पोइन्टमा अन्त्य रहनेछ अनि अरू रहेको ग्रुप सी को टिम्सको लागि भने केवल 3 वटा गेम मात्र सकेको कारणले चाहिँ त्यो पोइन्ट्समा त्यति धेरै टाउको दुखाउने हामी पछाडि छौँ भन्ने कुरा सोच्नुपर्ने आवश्यकता छैन ओभरअल टिम्स हरेक टिम्सले 12 वटा गेम्स खेल्नेछन् सो 9 वटा गेम सकेको सँगसँगै अब हामी गेम नम्बर 10 तर्फ लाग्नेछौँ विच इज गोना बी नेक्स्ट एराको म्याप सानो म्याप तर लट्स अफ फाइटहरू हामीले हेर्न पाउनेछौँ यस एउटा सानो म्यापमा गाइस धेरै टिमहरू गयो भने ड्रप लोकेसन असली कोलाइड हुन्छ अघि फाइटहरू पनि धेरै हुन्छ र रमाइलो पनि धेरै हुन्छ एउटा मिठो गेमले अभियसली भएको त्यहाँ 3